कि साथीहरू बेड त पुरै सिँगै देखाउँ न अनि हेयर ड्राई गर्ने पनि अनि यहाँ हेर्नु न साथीहरू वाउ यस्तो रहेछ कि यस्तो नेक्स्ट कफी यहाँ गरम गर्ने ठाउँ नै रहेछ त्यो नो नो यो त के हो कि के हो ओह कफी चाहिँ चाक बनाउँछ भनेको त्यो ह्यापी बर्थडे पुरै ल्याएको त्यो चाहिँदैन त्यस्तो कति वर्ष भयो हाम्रो हिजो ल्याएको थियो केरा केरा स्याउ ल्याइदिउ कि केरा सो नाउ वी आर गोइङ यति क्युट रुम हेर्नु त अब छोडेर जानु पर्यो भयो त्यो बत्ती सत्ती निभाउने होला नि कति साथीहरू टोर चाहिँ यस्तो रहेछ अनि यहाँ यो बजाउने होला टुङटुङ गरेर यो चाहिँ डाइनिङ म्याडमजी त्यहाँ अब हेरौँ है साथीहरू भित्र कस्तो छ भन्ने कुरो दिस वासरुम अहिले देखाउने छुइनँ भित्र कस्तो छ भनेर दिस एसी ल हेर्नुहोस् वा यस्तो दामी रहेछ नि यहाँ त कि कति के खाने अन्जु ल प्रशस्त सबै थोक छ दराजभित्र नसुन्छ कि केही छैन रहेछ खाली 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 रहेछ यो चाहिँ मन पऱ्यो कि साथीहरू बेड त पुरै सिँगै देखाउँ न यस्तो पो रहेछ साथीहरू सो टिभी पनि यहाँ हुनुहुन्छ अनि यहाँ चाहिँ ल फलाम त सिधा हरणले खुसी हरणले टिभी यहाँ पनि होइन अनि यहाँ के देख्ने रहेछ है ओ माई गड तलतिर के रहेछ त भ्यू हेरौँ न साथीहरू खै त ए यहाँ ल हामी कति फ्लोरमा आयौँ नयाँ घर बन्दैछ यतातिर पनि हजुरहरू पनि कसै सर्न चाहन्छु हुन्छ भने यतातिर आउनु होला है गाइचहरू सट्टा यस्तो यस्तो छ वा यता आउनु ऐनामा दामी रहेछ है मन पऱ्यो कि नै ल आज हामी चाहिँ यहाँ बर्थडे मनाउनेछौँ साथीहरू यो चाहिँ वासरुम हो कि साथीहरू हेर्नुहोस् ल वासरुम यहाँ यस्तो यस्तो छ रहेछ वा वासरुममा यस्तो यस्तो यहाँ पनि यस्तो अनि यहाँ पनि ऐना ड्याङ ड्याङ अनि हेयर ड्राई गर्ने पनि अनि यहाँ हेर्नु न साथीहरू वा यस्तो रहेछ कि यस्तो फलाम त सिधा हरणले हेलो साथीहरू नमस्ते सबैजनालाई शुभ बानी सबैजनालाई गुड मर्निङ गाइस ल साथीहरू गुड मर्निङ ल सोफापुल्ला अब अहिले चाहिँ हामी यो ठाउँमा छौँ साथीहरू ल हेर्नुहोस् अघि भर्खर उठेको क्या दिउँसोको 2-3 बज्यो बिहान हामी सुतेको हो नि त सो भर्खर उठेछ महारानीज्यू यहाँ कफी बनाउँदै हुनुहुन्छ यो चाहिँ यो होटलमै रहेछ हेर्नु खै के रहेछ यो कफी लेमन टी ब्ल्याक टी नि रहेछ ब्ल्याक टी रहेछ हामीले चाहिँ के खाने प्लानिङ गर्यो कफी नेक्स्ट कफी यहाँ गरम गर्ने ठाउँ नै रहेछ त्यो नो नो यो त के हो कि के हो ओह कफी चाहिँ चाक बनाउँछ भनेको त्यो माथिबाट उत्रिहाल्यो नि साथीहरू ल ल ल ल ल तलदेखि कफी सब देख्दा भित्र देखायो ल काउल कफी आमा चिनी छैन नि त नि चिनी
I have guy. ल गाइज अब हामी चाहिँ बाहिरतिर यसो ब्रेकफास्ट गर्न जानु लागेको साथीहरू। सो हेरौँ है अब के किन्छ भन्ने कुरो। सिरम लगाइरहेको बाहिर यस्तो छ, रात पर्न लागिसकेको छ यार, छिटो जानु पर्यो। त्यहाँ बुर्ज खलिफा छ साथीहरू, हजुरहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ नयाँ नयाँ घरहरू बन्दै रहेछ। अब यतातिर जानेछौँ हामीहरू गाइज। धन पैसामा मायालाई बाँच्न मिल्दैन, अब यहाँबाट सोलो हामी त्यो ढोकाबाट जाने हो। हिँड्न छिटो छिटो भन्ने स्थानले हो। डे टु डेमा त्यहाँ पनि हिजोस्ति हाम्रो लुगा किनेको साथीहरू डे टु डेमा फेरि यो यहाँ जाने भन्छ। त्योतिर अर्काकै कलेक्सनहरू होला नि भनेर हिँड न त जाउँ। हेरेर आउँछु कस्तो रहेछ लुगाहरू। भिडियोमा त कत्रो ठुलो देखेको त। यो बढ्दो गयो है साथीहरू। सो हेरौँ कस्तो कस्तो लुगा रहेछ यहाँभित्र। र साथीहरू हामीले चाहिँ यहाँ राइस, मटन राइस, अनि त्यहाँदेखि यहाँ चाहिँ ढेँडो र सुकुटी मगाएको छौँ साथीहरू। यहाँभित्र पनि पार्लर रहेछ कि साथीहरू। लुगा नलिने भन्दा भन्दै यति धेरै देखाउँदा लुगा एक भारी एक भारी। तिमीले लगा र साथीहरू हामी चाहिँ यताउता सपिङ गरेर अब आइसक्यौँ। हामी बस्ने चाहिँ त्यहीँ हो कि बाजेको सिकुवा ए बिल्डिङमा हो क्या। यसमा अब यतिर फेरि हामी के खोज्न जाने, पानी लगेर जानु पऱ्यो कि पानी छैन रहेछ रुममा। झोला देखाउन झोला, हामीले कति झोला लुगा किन्ने भन्ने कुरो त के थाहा के किन्यो भने अहिले रुममा गएर देखाउँछ है। यस्तो छ त्यहाँ होला पानी। ल साथीहरू अघि नै हामी कति बजी निस्केको थियौँ? 6 बजीतिर 5-6 बजी निस्केको मान्छे भर्खर 8 बजी आइपुग्यो यार। पानी नि त्यतातिर खोज्दा खोज्दा पानी त्यत्रो कहीँ पनि छैन। अब फेरि जाने हो यता भित्रतिर। गाई चरु हिँड ल। अहिले भ्लगमा हेर्नुपर्छ कति नम्बर नम्बरै बिर्सिसक्यो कि नम्बरै बिर्सेर साथीहरू। त्यहाँ झन् भ्लग गरेको थियो र भ्लगमा हेरेर आयो। लु गाइस पुरै अँधेरो अँधेरा। ए पहिला यहाँभित्र छिर्नुपर्ने होला नि त। अब फर्स्ट टाइम यता आएको के थाहा ल अँधेरै भयो नि गाइस। तिम्रो गाइडले देख्यो खै त लु बल्ल बल्ल उज्यालो सबै अँधेरो छ बा। होइन हो यहाँ बत्ती कसरी बाल्ने? मेक अप रुम डु नट डिस्टर्ब। ओ त्यहाँबाटै रहेछ है ओपन गर्ने। हामी चाहिँ कहाँ ओपन गर्ने होला भनिरहेको। ल हामी रुममा आइपुग्यौँ साथीहरू। थुक्क वाइफाई माग्नै बिर्सेछ। अब वाइफाई माग्न जाने फेरि तल फोन गरेर भनिदिने, तलै गएर माग्ने भन्न त्यो नम्बर हुन्छ त। म त भन्दैन। जुन तारा सकिन ल्याउन। ल हामी बाहिर गएर आयौँ। खै झोला कहाँ राख्यो अन्जुले? वरि झोला झोला हेर गाइज। आयामी ल अब जाने वाइफाई माग्न। एकछिन बाहिर जानु हुँदैन, वासरुम आइहाल्छ। रिसेप्सन म त जाँदिनँ एक्लै।
फोन गरेर चाहिँ गाइज अनि त्यसपछि टेप टार्ने पर्यो यो ल्याएर फेरि टेप पनि टाल्ने यहाँ लाइट चाहिँ यति नै रहेछ साथीहरू जस्तो लागेको थियो कि पुग्ने खै त नि यो स्ट्यान्डमा राख्नु न मोबाइल चाहिँ यो चाहिँ कस्तो रहेछ साथी खै चार्ज गर्नलाई त गर्नु यो त चेन्ज हुने रहेछ त मेरो यहाँ चाहिँ सेल्फी स्टिक्स सबै यसले भिडियो गऱ्यो अब हामीले अघि दिनभरि अब फेरि यसको टर्न आइसक्यो एकछिनपछि त्यही हेर न अब हामी बेलुन सेलुन फुकेर तयारी गर्छौँ बर्थडेको के हुन्छ कस्तो हुन्छ त्यहाँदेखि हजुरहरूले देखाउनेछौँ यो फुक्ने ऊ यहाँ छ नि त ऊ पाइप बुझेँ ओ आप्पालाई होइ तिम्रो त घरको तिम्रो चाहिँ चप्पल त्यो हो कुनो थाहा छैन है अब यो लगेर त्यहाँ टाक्ने बोकिहाल्छु नि अहिले फुट्यो भने बर्बाद हुन्छ ल ओ माइ गॉड सो गाइज मैले यसरी बोकेर लाँदैछौँ ल आप्पाको छोरी मै च्याङ्बा होइ आप्पाको छोरी ए डोरी पनि रहेछ ल अब हामी यहाँ टाक्नु पर्यो तपाईँहरूलाई देखाउन मिल्दैन हाम्रो स्ट्यान्ड उता सुतिराख्नु भएको छ स्ट्यान्ड ल्याएर यहाँ जोडौँ म स्ट्यान्ड ल्याएर चाहिँ तपाईँहरू देखाउनु पऱ्यो नि त कहाँ छोड्छु त हाम्रो हरेक मुमेन्टहरू तपाईँलाई देखाउनु परेन स्ट्यान्ड यहाँ बस्नु भएको कि यसलाई लगेर जान्छु के बदला घरले देखे सो अब यसले हामी जता घुम्यो त्यतै घुम्छ सेल्फी स्टिक सो यसलाई टक्क यहाँ राख्छौँ यहाँ अनि अब चाहिँ भयो अब बाहिर गएर फेरि टेप लिएर आउनु पर्छ हामीहरू सो गाइज दुश्मन हेरेको हेरे अब म चाहिँ यहाँ मेकअप गर्छु बर्थडेको लागि रेडी हुन्छ रे ठिक हुन्छ है त्यो कपडा ल दुश्मन दोष कि दुश्मन यसै यता गाइज लो दुश्मन हेरेको हेरे ल साथीहरू हामी चाहिँ मेकअप गर्दैछौँ नेल लगाइसके देखाउ न यसरी देखाउ
भेटैमा भयो बाटैमा त कति कुरा म छोरो अर्कैको भए नि मलाई त तामाङ मन पर्छ आजको दिन चाहिँ सबै चिज नक्कली लगाउने क्या नेलदेखि लिएर पनि ऊ पनि लगाऊँ भनेको त भएर टाँच्ने म पनि नेल लगाउँछु निस्किन भन्दा गाइज मारिहाल्छु नि इनाम एप्लिकेसन भनेर यत्रो नङ देखायो भने त मार्दैन त हामीले हाम्रो गुरुहरूले मलाई नि सही लाग्छ एउटामा लायो अब तीनटा बाँकी छ भनेर सानो मलाई मनपर्ने केक लिएर आएको छौँ ल गाइस अब सेता नै
ल साथीहरू हामी चाहिँ क्लबबाट आइसकेको छौँ। अब यहाँ हेर्नुहोस् ल बर्थडे त उफ त्यस्तो त्यस्तो। सो अब हामी सुत्छौँ गाइजहरू। माइ गड अब फेरि भोलि बिहानै जानुपर्छ नि त, त्यही भएर ए महारानीज्यू यतातिर कुसुर कुसुर के गर्नुभयो। ल हजुरले हाम्रो आजको मेरो बर्थडे सेलिब्रेट गरेको कस्तो लाग्यो सबैहरूलाई सल्लाह सुझाव दिनु होला। ल बाई बाई सबैजनालाई, तिमी पनि बाई बाई भन। बाई बाई। ल साथीहरू गुड मर्निङ सबैजनालाई। अहिले हामी चाहिँ चेकआउट गर्न लागेको रुम, बिकज अब 12 बजिसक्यो नि त, त्यही भएर हामीहरू चाहिँ जानु लागेको। ल हेर्नुहोस् साथीहरू, कसले चाहिँ बेड मिलाउने रे भगवान्, के गर्ने होला अब। ल भइसक्यो। ल गाइस भयो। त्यो अनेक थरी गर्नु पर्दैन होला नि भाइ। राख्नुहोस्। सो नाउ वी आर गोइङ। यति क्युट रुम हेर्नु त, अब छोडेर जानु पर्यो। भयो त्यो बत्ती सत्ती निभाउने होला नि, कति नि ऐनाको निभ्यो। ल यो नि निभाइदियो। सो नाउ वी आर गोइङ। एउटाले फेरि बत्ती निभाइसकेछ, एसी नि निभाइदियो, सबै निभाइदिएर हामीहरू जाँदैछौँ। ल म्याडम चाहिँ हिँड्नु। मेरो भइरहेछ ल आएको पोकिला पुग्छु। यो काट्न यसले खोल्ने होला। माइ गड यति क्युट रुम थियो हाम्रो, अब छोडेर जानु पर्यो है। कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो थियो साथीहरू। यहाँ ऐना हेरौँ न, ऐना यहाँ पनि ऐना रहेछ गाइजहरू। ल साथीहरू ल चेकआउट गरिसक्यो हामीहरूले। हिजोको परि यहीँ छ, हामी यहाँबाट निस्क्यौँ साथीहरू। ल सबैजनाले लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है। हामी चाहिँ रुममा आइपुग्यौँ ल फाइनली, अलिक बिल्डिङमा साथीहरू।